पानीलाई प्रशोधन गरेर 109 वटा धारा यसै यदि विश्वस्तलो साथीहरु यसको पानी स्नान गर्यो भने तपाईहरुले जति पनि पाप गर्नुभएको छ त्यो सबै पखालिन्छ र तपाई एकदमै पवित्र हुनुहुन्छ। यही पोखरी कटेसतिर जाँदैछ। यो तालको नाम के हो? हम के नहीं नहीं कर नहीं ला दो मुझे मूल पुट्टे पानी बमकिनी धाम धमकिनी धाम मंदिर। ये ताल को नाम के हो? बम के नहीं होने था इलाई तो बमको कुत्ते यहाँबाट त निकल लेख हो लेकिन है पूरी डिजाइन कसो नि पर वाला की गद्दान काला पर पूजा गद्दे ठाउँ हो ए यहाँलाई ए त्यो भित्रको धाराहरूको ऊ हो खाए बन्द तानेर खुला गद्दे ठाउँ टिङ्गम के रहेको छ भम्किनी धाम मन्दिर दान पेटिका यसमा दान पनि गर्न सक्नुहुन्छ। फोहोर व्यवस्थापन पनि रहेछ यता दुई ठाउँमा एकदमै राम्रो हुन्छ। यो रहेको छ भम्किनी धामको मन्दिर। यसमा एउटा गाईको सुन्दर मूर्ति छ एकदमै राम्रो। मेन मन्दिर चाहिँ यो रहेको छ। वाओ जान मिल्छ कि नै? वाओ मन्दिर एकदमै राम्रो छ है। ल पूर्णागिरी मन्दिर यहाँ के गर्छ नि मन्दिरमा? माता जोरले भन्नु माता के मातालाई जे मागे निक्लिरहन्छ मनोकाम। यो मन्दिरमा चाहिँ ए चप्पल त खोलेर जानु होला कहाँ हो? ए त्यसलाई कल्लन थिएन के नि पुरै पूर्णागिरीको मन्दिर श्री रामेश्वर हृदय यो मन्दिरमा चाहिँ मनोकामना पुरा हुन्छ रे जे मागे पनि त्यो पुरा हुन्छ। अरु के भन्नु छ? अरु के छ यो मन्दिरको विशेषता? तपाईहरु पनि आफ्नो मनोकामना पूरा गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। पर्यटक क्षेत्र पनि एकदमै राम्रो छ। यसमा
जल चढाउन कुन दिन बिजुली गोठे मात्र हो साल चढाउनेले आया ल ठिक छ राम्रो तनै भम्किनेको मूल फुट्टे मेन ठाउँ सानेर हो मेरो पहिला दाक्छ ए भम्को फुट्टे यो चाहिँ आफै भम्को के फुटेर भम्को फुटेर पानी आएको पुरी मलाई अनि उता चाहिँ एक सिनफुल कसैले ए उता तपाईहरु देख्न सक्नुहुन्छ पानी बमको फुटेर चाहिँ यत्रो यो ताल भएको छ अनि उतातिर यो पानीलाई परिशोधन गरेर 100 वटा धारा 108 वटा धारा बनाएको जाऊ त्यो पानीलाई परिशोधन गरेर यता 108 वटा धारा बनाए के पटलले छिप्रो छ त्यो परिशोधन गरेर चाहिँ यो चाहिँ भम्किने तीर्थस्थलको साथीहरु यसको पानी चाहिँ हामीले स्नान गर्यो भने तपाईहरुले जति पनि पाप गर्नु भएको छ त्यो सबै पखालिन्छ र तपाई एकदमै पवित्र हुनुहुन्छ त्यही भएर म आफ्नो पाप पखाल्नको लागि आज यो भम्किने धाम आइपुगेकी छु तपाईहरु पनि आफ्नो पाप पखाल्न चाहनुहुन्छ भने आएर यो 108 धारामा स्नान गरेर आफ्नो पाप पखाल्न सक्नुहुन्छ र यो नगरी आफ्नो कार्यक्रम सुरु गर्नलाई चाहन्छु जाने चाहिँ अब कता जाने हामी भम्किनीबाट फर्केर हामी पोखरी कटेजतिर जाँदैछौँ अब हाम्रो यात्रा रहेको छ पोखरी कटेजको आउँछु अनि दिदी चाहिँ हामीलाई छोडेर गइसक्नु भयो किनकि हामीले अति नै लेट गर्यौँ हैन किसी त्यही जाने साथीहरु धेरै छन् धेरै भिड छ अब खै हामी निस्किन सकिन्छ कि सबै हेरौँ अनि बादल पोखरी कटेज
कस्तो लाग्यो पोखरी कटे जाएर के भन्न चाहनुहुन्छ तँलाई कस्तो लाग्यो निकै बस्छु मान्छे निको भनौँ ल पोखरी कटे जाएर कस्तो अनुभव भयो आज भाउजूलाई कस्तो अनुभव कस्तो अनुभव भयो म खुत्रिया छ भनेपछि रुँदै घर जानु परेको छ सबको हालत डाउन भएको छ पोखरी कटेजबाट आउँदाखेरि हामीलाई राति परिसक्यो अब घर कतिखेर पुग्ने मम्मीको गाली त खाने होला नि आज न्यु इयरमा गाली खानु पर्यो केही छ रात परिसक्यो हेर्नु अन्धकार छाया छ अझै छ हाम्रो त घुम्नलाई कति किलोमिटर होला यहाँदेखि होला 5-7 किलोमिटर अझै छ त्यही हो राति नै पुग्छ 8 बजी नै पुग्छ होला घर त डर पनि लागिरहेछ हैन तर पनि केही छैन मम्मीलाई फकाइहाल्छ नि मम्मी भनेको आफ्नै त मम्मी हैन र हामी दाइजीदेखि हिँडिसक्यो अब घर पुग्न आधा घन्टा अझै लाग्नेछ बाटोको मान्छेहरू पागल सक्छ हैन घर जाने बेला एकदमै खराब रोड रहेको छ यहाँ धेरै धुलोहरू आइरहेको छ हाम्रो गाउँको बाटो त्यस्तै छ के भन्ने पुरै धुलो नाकमा गएर घर पुगेसम्म मलाई नै चिन्छन् कि चेल्दैन भन्ने डर भइसक्यो आँखामा धुल गएर एकदमै आँखा पनि नदेख्ने हिसाबको धुलो गइरहेको छ काठमाडौँमा पोल्युसन भयो खै महिनगरमा पनि पोल्युसन रहेछ खै कहिले कसैले देख्दैन यता भएको ठाउँमा देख्ने यतातिर खासै राजधानी नभएर होला सायद धेरै हुन पनि सक्छ मलाई पनि त्यस्तै लाग्छ फाइनली अब हामी घर नजिक पुग्न लाग्यौँ अझ 15 मिनट जति लाग्ला यस्तै छ खाली राखिएको अवस्था छ नेपालको अवस्था यस्तै हो विकास गर्छौँ भन्छन् तर यहाँ विकासको सट्टामा यही गराइबिल खित्या छ आधा अधुरै काम छाडिराख्छन् यहाँका सरकारवालाहरू और के भन्नु त अलिकति राम्रो बनाइदिए पनि हुन्थ्यो होला यहाँका मानिसहरूलाई धेरै अप्ठ्यारो भइराखेको छ गाडी हाम्रो यहाँ बैजनाथ मन्दिर पनि रहेको छ हेर्नुहोस् यहाँ त्यहाँ तल देखिरहेको कुखुरा फार्म पनि रहेको छ हाम्रो गाउँ यहाँनिर सानो बाटो छ हेर्नुहोस् यहाँ पुरै गराइबिलहरू खिचिराखेको छ लरे भने सिधै हस्पिटलको बेड अलिकति पनि ह्यान्डल सिधा गर्न बिगार्यो भने अब अलिकति सहज बाटो अब पुगेको छ हाम्रो यहाँ हाम्रो घर नजिक पुगिसकेका छौँ यहाँ हाम्रो गनाबस्ती रहेको छ हेर्नुहोस् हाम्रै परिवारको हुनुहुन्छ
एक्सप्लेनेसन गरौँ नानी के बोलेको त्यस्तो खाना बस्ती के हो खाना बस्ती हेर्नुहोस् हाम्रै घरहरू रहेका छन् यहाँ तिम्रै घर पुरै समाज परि अब थोरै देरमा ल हाम्रा घरहरू पनि सके थोरै देरमा हामी घर